अबको 100 वर्ष पछाडि अर्थात् सन् 2126 हामीले यो संसारबाट बिदा लिइसकेका हुनेछौँ। हामीले जिन्दगीभर दुःख मेहनत र कष्टले बनाएको हाम्रो घर अरू नै कोही बस्नेछन्। चाहे तपाईँ जति नै धनी हुनुहोस्, चाहे तपाईँ जति नै फेमस हुनुहोस्, तपाईँको मृत्युपछि 1 महिना या वर्ष दिनमा मानिसहरूको मन मस्तिष्कबाट तपाईँको नाम सदाको लागि मेटिनेछ। यहाँसम्म कि तपाईँको आफ्नै नाति पनातिले पनि तपाईँको नाम भुल्नेछन्। के तपाईँलाई तपाईँको जिजु बुवाको नाम थाहा छ? जुन दिन यो कुराले यहाँ हिट हुन्छ नि, तब तपाईँलाई महसुस हुनेछ कि म को हुँ, तपाईँ को हो र हामी मानिसको यो संसारमा के औकात छ? नथिङ हो साथीहरू, मानिसको यो संसारमा केही औकात छैन। यी सम्पूर्ण कुराहरू क्षणिक हुन्। यो हामी सबैलाई सधैँको लागि दिइएको होइन। जे चिज हाम्रो लाग्छ, घडी, घर, गाडी, बङ्गला, यी सबै यही पृथ्वीमा रहनेछन्। यदि आखिर मरेर केही नलानी हो भने के कुराको घमण्ड, के कुराको रिसिबी, के कुराको स्वार्थ र दिनदिनै आफ्नो दिमागमा प्रेसर भरेर दिमागलाई किन प्रेसर कुकर बनाउनुहुन्छ? माथिबाटै सबै केही समय उपयोग गर्नको लागि दिएको हो। आखिरमा सबै यही रहन्छन्। हामीले दिनहुँ जीवनमा भोग चलन गरिरहेका सम्पूर्ण कुराहरू, साथीभाइ, इष्टमित्र, नाता सम्बन्ध, नाम, पैसा, धन सम्पत्ति, यो त्यो सबै एक न एक दिन हामीले छोडेर आफ्नो बाटो जानै पर्छ र जाँदा जाँदै लान्छौँ त केवल कर्म। त्यसैले कर्म राम्रो गर्नुहोस्। अर्को भिडियोमा फेरि भेट हुने नै छ। तबसम्मलाई म आवाजको दुनियाँको साथी राज महर्जन बिदा चाहन्छु। धन्यवाद। जय नेपाल।